मिल्छ भने यस्तो अन्याय नगरिदिनु न, यति कलिलो उमेरमा। भगवान् मलाई छिट्टै निको बनाइदिनु, मलाई बाँच्ने रहर छ। म ठिक भएपछि हजुरबाट फेरि आउनु मन छ भगवान्, प्लिज मलाई बचाइदिनु। कटारी नगरपालिका 4 जहडी बस्ने केशव श्रेष्ठको छोरी दीप्सिका श्रेष्ठ चाहिँ अहिले मुटुको समस्याले मुटुमा चाहिँ प्वाल भएर मुटुभित्र चाहिँ 2टा नसा प्रवेश गर्न लागेको छ भनेर डाक्टरहरूले भनिसकेपछि आकस्मिक अपरेसन गर्नुपर्ने भएको छ। स्वदेश विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरू आज आफ्नै छोरी सम्झेर, आफ्नै नानी सम्झेर तपाईँ हामी सबैजनाले एक एक थोपा गरेर महासागर बनाउन सकिन्छ। जस्तै चिज पनि हामी असम्भव भन्ने चिज छैन। दीप्सिका आज कहाँ आएको हजुर? पार्कमा। कोसँग आएको हजुर? मनिष दादा र बाबा। पक्कै पनि यो राम्रोसँगले अपरेसन गरेर बेलामा अपरेसन भयो भने पक्कै पनि उहाँको चाहिँ रोग निको हुन्छ भनेर डाक्टर साहबहरूले भन्नुभएको छ। तपाईँ हामी एकजुट भएर यो परेको बेलामा एक हात बनेर हामीले उहाँलाई सहयोग गरेर छिटो निको बनाऊँ। किनभने हामी मानव धर्मले गर्नुपर्ने चिज हामीले पूर्ण गरौँ। दादा हेर्नु त कति राम्रो फुल। 11 वर्षको उमेरमा यस्तो रोगको सामना गरिरहनु भएको छ। कति गाह्रो भएको होला, कति साह्रो भएको होला। तपाईँ हामी सबैजनाले मिलेर उहाँलाई सहयोग गरौँ भने असम्भव भन्ने चिज छैन। सम्भव पक्कै पनि हुन्छ, भगवान्ले पनि पक्कै बुझिदिनुहुन्छ। प्लिज जति सकिन्छ सहयोग गरौँ। सम्पूर्ण देश एन्ड विदेशमा रहनुहुने सहयोगी मनहरूप्रति हार्दिक अपिल गर्दछु। आज चाहिँ हामीले यहाँ नानीलाई चाहिँ नानीको ड्याडीलाई बोलाएर हामीले शङ्खमुण्डदेखि लगेर विभिन्न ठाउँमा स्थानमा चाहिँ उहाँलाई घुमायौँ। अलि मनोरञ्जन पनि होस्, उहाँलाई अलिकति त्यो रोगको प्रेसरबाट चाहिँ अलिक टाढा पनि हुन् भन्ने हिसाबले। उहाँको चाहिँ 21 गते भर्ना छ। हेर्नु त यति हँसिली छिन्, यति क्युट छिन्, रोग नलागे जस्तो देखिन्छ, तर उहाँभित्र एकदमै डेन्जर रोग छ। त्यसैले अहिले तपाईँहरूले धेरैजनाले सहयोग गरिरहनु भएको छ। स्वदेश एन्ड विदेशबाट चाहिँ धेरैजनाले सहयोग गरिरहनु भएको छ। उहाँहरूप्रति हार्दिक नमन गर्दछु। मुटुमा चाहिँ प्वाल भएको कारणले गर्दाखेरि नसाहरू प्रवेश भइसकेको छ भन्ने डाक्टर साहबले भन्नुभएको छ। हामीले सबै रिपोर्टहरू हेरेर, किनभने उनी जहिले पनि भन्छन् दादा म ठुलो भएपछि धेरै पढेर म डाक्टर बन्ने हो भन्छन् क्या। तिमी स्वदेश एन्ड विदेशमा रहेर जतिले सहयोग गरिरहनु भएको छ हृदयदेखि आभार प्रकट गर्दछौँ। र यति राम्रो यति हँसिली नानीलाई आज यो रोगबाट चाहिँ हामीले मुक्त गराउनुपर्छ। किन भन्दाखेरि एकदम डेन्जर मुटु जस्तो चिजमा एकदमै खतरनाक छ। किनभने त्यही माथि चाहिँ प्वाल भएर चाहिँ 2टा नसा प्रवेश गरिसक्यो भनेर डाक्टर साहबहरूले भन्नुभएको छ। स्वदेश एन्ड विदेशबाट धेरैजनाले सहयोग गर्नुभएको छ। र एउटा कुरा म तपाईँहरूलाई के पनि भन्न चाहन्छु भने मैले यसरी अभियान गरिरहँदा योभन्दा अगाडि मैना कुमारी श्रेष्ठलाई पनि हामीले अभियान गऱ्यौँ। उहाँको स्वास्थ्य अवस्थामा निकै सुधार भइसकेको छ। केही दिन पछाडि म उहाँको भिडियो पनि तपाईँहरू माझ लिएर आउनेछौँ। उहाँको ड्याडी र दीप्सिका चाहिँ मलाई खोज्दै हाम्रो अफिसमा आइपुग्नु भएको थियो। आइपुगेपछि मैले भिडियो बनाएर हालेँ। कतिले टिकटिकबाट के गर्नुभयो भने यहाँबाट के अरे भिडियो बनाउने अनि त्यहाँबाट युट्युबमा राख्ने अनि फेसबुकमा राख्ने डलर कमाउने। नै त्यो होइन, मेरो पेसा अर्कै छ हजुर, मेरो पेसा अर्कै छ। मैले आफ्नो पेसा गरेर खान मलाई पुग्छ। तर दिन दुखी एउटा आर्थिक एकदमै कमजोर भएको अनि गर्दा गर्दै पनि नसकेको मान्छेहरूलाई हामीले सहयोग गर्ने हो, हेल्प गर्ने हो। किन भन्दाखेरि मैले यो भिडियोहरू युट्युबमा पनि राखेको छैन, पछि राखौँला। तर मैले पैसा कमाउने सिद्धान्तलाई नै यदि यो युट्युबबाट आएछ, फेसबुकबाट पनि आएछ भने त्यो पैसा पनि दीप्सिकाकै लागि हामीले खर्च गर्नेछौँ। यो अहिले नै मैले घोषणा गरेँ। जति चाहिँ हुन्छ संसारभर सेयर गरौँ गरिदिनु। किन भन्दाखेरि हामीले निष्पक्ष सहयोग भनेको निस्वार्थ भावनाले गर्नुपर्छ। सहयोग भनेको आफ्नो खातामा राखेर एउटा कलेक्सन फन्ड गरेर हरेक होला आफ्नो तरिकाले गरे हुन्। तर मैले चाहिँ अहिले 2-3वटा अभियान सकेँ। 2-3वटामा चाहिँ मैले चाहिँ उहाँहरूकै आफ्नै प्यारेन्ट्स या अब नानीको त खाता छैन,
प्यारेन्ट्सहरूको खातामा जम्मा गरिदिएर डाइरेक्टली उता पठाउने गरेको छु। किनभने त्यो भएपछि पारदर्शी हिसाबले देखिन्छ। किनभने तपाईँहरूले गरेको सहयोग भोलि गएर हामीले एक एक लिस्टहरू पनि फलानाले यसरी सहयोग गर्नुभएको थियो भनेर हामीले सबैलाई भन्नेछौँ, तपाईँहरूलाई भन्नेछौँ, तपाईँहरूलाई प्रत्यक्ष देखाउनेछौँ। उहाँलाई हस्पिटल भर्ना भइसकेपछि पनि हामी हस्पिटलमा गएर भिडियो खिच्नेछौँ, के भइरहेको छ प्रत्येक अपडेट दिनेछौँ। किनभने यो स्टार्ट गरिसकेपछि, यो अभियान स्टार्ट गरेपछि एन्डिङसम्म हामीले जे जति हुन्छ हामी गर्नेछौँ। र पक्कै पनि मलाई विश्वास छ तपाईँहरूले धेरैभन्दा धेरै सहयोग गर्नुहुन्छ, धेरैभन्दा धेरै माया गरिरहनु भएको छ र नानीको लागि तपाईँहरूले धेरै सहयोग गरिदिनुहोस् प्लिज। यति राम्रो तपाईँ आफ्नै छोरी सम्झनुहोस्, आफ्नै भान्जी सम्झनुहोस्, आफ्नै बहिनी सम्झनुहोस्, आफ्नै नानी सम्झनुहोस्। दया गर्दै उहाँहरूले धेरै नै गरिसक्नु भएको छ। गर्दा गर्दै नसकिसकेपछि अहिले अभियान चलाएको छ। पक्कै पनि मलाई थाहा छ तपाईँहरू एकदम हृदय सफा खुल्ला होइन मनकारी हुनुहुन्छ। तपाईँहरूले भिडियोलाई सेयर गरेर तपाईँहरूले सहयोग गरेर सक्नुहुन्छ, सहयोग गर्नु सक्नुहुन्न, सेयर गरेर सहयोगी मनहरू मार्फत तपाईँले यो भिडियो पुर्याइदिनुहुन्छ भन्ने पूर्ण आशा छ।